श्रम संस्कृति पार्टीका सांसद माननीय हरकराज साम्पाङज्यूले श्रमदान गरेरै दार्चुलाको दुब्लिङ वासीहरूको लागि पुल निर्माण गरी हस्तान्तरण पनि गर्नुभयो र यसको लागत उहाँले चाहिँ 1,29,29,174 रुपियाँ देखाउनु भएको थियो भने यसको चौतर्फी विरोध भइसकेपछि आज फेरि माननीय हरकराज साम्पाङज्यूले आफ्नै फेसबुक पेज मार्फत आएर यो भिडियो पोस्ट गर्नुभएको छ। एकछिन यो भिडियो हेर्नुहोस् त। तपाईहरुलाई म के भन्न चाहन्छु भने तपाईँ यहाँ धरान आउनुहोस् हैन। अब तपाईँ पश्चिममा बसेर तपाईले विरोध गर्दै हुनुहुन्छ भने त मेरो भन्नु केही छैन। तर तपाईँ यदि पूर्वमा हुनुहुन्छ भने कहीँ कतैबाट हैन, जस्तै ताप्लेजुङ, इलाम हैन, झापा कहाँबाट हो मोरङ कतैबाट तपाईँ गाडी चढेर जानुस्, अल द वे जानुस् है। दार्चुला पुग्नुहोस् खलङ्गा हुँदै हुँदै हैन, उता चाहिँ नि दार्चुलाको ब्यास गाउँपालिकाको वडा नम्बर 2 को माथिल्लो दुम्लिङसम्म पुग्नुहोस्। अनि त्यस पछाडि तपाईलाई थाहा हुन्छ